What's going on, crazy buddies? This is your boy Astic. I'm welcome back to the Astic Lifestyle. So, 2 वर्षपछि बल्ल मैले भिडियो बनाउँदैछु. So, कस्तो अर्कै लागिरहेछ. र 2 वर्षमा चाहिँ धेरै कुराहरू भयो. धेरै अप एन्ड डाउन्सहरू आयो लाइफमा. लाइफले धेरै कुराहरू सिकायो, हैन? अनि त्यसपछि आज यसरी भिडियो बनाउँदा मलाई अजिब लागिरहेछ. तर पनि अब चाहिँ म भिडियो कन्टिन्यू गर्दैछु. डेली चाहिँ होइन, तर विकमा मैले एउटा भिडियो हाल्ने चाहिँ मैले कोसिस चाहिँ गर्दैछु. अहिले चाहिँ टाइम भइरहेछ दिउँसोको 12. मैले बिहान नास्ता मात्रै गरेँ. त्यसपछि अहिले चाहिँ भर्खर रुम सफा गरेर अब चाहिँ खाना बनाउने हो. अहिले चाहिँ 12 बजिरहेछ. सो मेरो 2 बजे चाहिँ फेरि जिमको टाइम पनि छ. त्यही भएर अहिले खाना खायो भने चाहिँ ट्याक्क 2 बजेसम्म म चाहिँ भर्खर रुम आइपुगेँ. अनि आजको वर्कआउट चाहिँ एकदम दामी थियो. आज चाहिँ चेस्ट एन्ड ट्राइसेप थियो. पुरै फेलियरसम्म आज वर्कआउट गरियो अनि एकदम मजा आयो. मेरोमा चाहिँ जाँच थिएन, त्यही भएर पुरै सुट गर्न पाएन. अनि आज मैले के किन म त्यो तपाईँलाई देखाउँछु. सो मेरो मर्निङको मिल चाहिँ मेरो ओट्स हो. सो मैले आज चाहिँ हाई लाइफको इन्स्टेन्ट ओट्स लिएर आएँ. अनि ओट्समा त्यति खान सकिन्न, त्यही भएर चाहिँ मैले डाबर हनी प्लास्टिक यो चाहिँ मैले डाबर हनी. अब चाहिँ मैले सावर लिनुपर्ने हुन्छ किनकि आज एकदम धेरै पसिना आएको छ अनि बडी पुरै स्मेल गरिरहेछ. सो गाइज आज चाहिँ गुड फ्राइडे अनि आज चाहिँ मेरो सो छ बौद्धमा माइकल ग्रिल. सबजना म क्लियर गरिदिइहाल्छु. म चाहिँ अहिले बुटोलमा छैन. म चाहिँ अहिले काठमाडौँतिर बस्छु. 1 वर्ष जति भयो म यतातिर बस्न थालेको. अनि 2 वर्ष भयो मैले भ्लगहरू नबनाएको, युट्युबमा एक्टिभ थिएन, केहीमा एक्टिभ थिएन. तर अब चाहिँ म भिडियो कन्टिन्यू गरिरहेको छु. अहिले चाहिँ टाइम भइरहेछ 3:30 अनि अब चाहिँ मलाई 10-15 मिनटमै यहाँबाट निस्किनु पर्ने हुन्छ. मेरो चाहिँ यो घडी बिग्रेको हो कि चलेको कि मलाई केही पनि थाहा हुँदैन किनकि यो घडीमा चाहिँ सेकेन्डको सुई नै छैन क्या. यसो हेर्छु कहिलेकाहीँ रोकिरहेको हुन्छ, कहिले चलिरहेको हुन्छ के हो कि म भरे पाएँ नि यो घडी चाहिँ. अनि अब चाहिँ मलाई 10-15 मिनटमा म निक्लिनु पर्ने हुन्छ किनकि लगभग 45 मिनट त लाग्छ. काठमाडौँको जाम त्यस्तै छ.
जति बोले त्यो तिमीले छोड्दा म भन्दा पनि म मरे पनि तिमीलाई खुसी दिन चाहन्छु मैले जाऊँ कसम सो गाइज आज चाहिँ हो स्याटरडे र स्याटरडेमा चाहिँ मेरो धेरै जसो चाहिँ भैँसीपाटी विन्ड हिल भन्ने रेस्टुरेन्ट छ त्यहाँ चाहिँ मेरो लाइभ म्युजिक हुने गर्छ र त्यहाँ चाहिँ दिउँसोमा हुन्छ लाइभ म्युजिक अरू ठाउँमा चाहिँ लगभग 6-7 बजीतिर लाइभ म्युजिक स्टार्ट हुन्छ तर त्यहाँ चाहिँ 3 बजीदेखि स्टार्ट हुन्छ लाइभ म्युजिक आज चाहिँ मलाई 2:30सम्म त उहीँ पुग्नु छ अहिले चाहिँ 2 बजिरहेको छ मलाई आधी घन्टा फटाफट रेडी भएर उहाँ पुग्नुपर्छ र आज चाहिँ म अलि लेट नै उठेँ तर पनि मलाई अझै कस्तो निन्द्रा लागिरहेको छ खै के भयो आई डोन्ट नो अनि आज चाहिँ मैले फर्स्ट मिल पनि लगभग 10 बजे लिएँ क्या फर्स्ट मिल सेकेन्ड मिल चाहिँ मैले 12 बजे सायद मैले थर्ड मिल आज स्किप नै गर्छु किनकि मेरो पेट एकदम फुल छ कस्तो अजिब अजिब बनाइरहेछ सो त्यही भएर आज मैले थर्ड मिल चाहिँ मैले आज स्किप गर्छु काठमाडौँमा अहिले यति धेरै गर्मी बढिसक्यो कि बुट लाउन चाहिँ अलिकति अर्कै हुन्छ तर पनि मलाई चाहिँ आजभोलि किन बुट नै मन परिरहेको हुन्छ पहिला मैले बुट लाउँदैन कि आजभन्दा मैले 2 वर्ष अगाडि मैले बुट किनेको त्यतिखेर मैले लाउँदै लागेन कि किनकि मलाई पर्दैन क्या त्यति यत्तिकै अब लैलेमा किनिहालेँ साथीहरूको लैलेमा तर आजभोलि चाहिँ मलाई बुट नै मन परिरहेको हुन्छ किनकि अलिकति हाइट पनि अल्को देखाउँछ अनि म चाहिँ यसमा चाहिँ अझै कम्फोर्टेबल फिल गर्छु त्यही भएर आजभोलि चाहिँ मैले बुटै लाउँछु यति गर्मी छ त्यही बुटै लाएर हिँडिरहेको हुन्छु अहिले अब कहिलेसम्म यो गर्मीमा कहिलेसम्म म बुट लगाउन सक्छु